साथीहरू, सम्भवतः लाग्छ नेपालकै इतिहासमा र नेपालकै पहिलो पार्टी रासोपामा चाहिँ हाम्रो समाजमा जुन वर्गलाई देखेर पनि अहिले हाँसो मजाक उडाइरहन्छन् नि, त्यस्तो वर्गलाई रवि लामिछानेले चाहिँ समाएर चाहिँ समानुपातिक उम्मेदवार बनाएर आज पुरै नेपालको ध्यान त आफूतिर आकर्षित गरेको थियो भने तर आज विश्वकै ध्यान आफूतिर केन्द्रित गराएको छ साथीहरू। हो साथीहरू, जुन समाजमा एउटा खुलेआम हिँड्न पनि नपाउने अल्पसंख्यक व्यक्तिहरू, जुन न महिला न पुरुष, यसरी पनि बुझ्न सक्नुहुन्छ तपाईहरू, यानि कि हाम्रो कुनै कुनै व्यक्तिहरूले हिजडा भनेर पनि उच्चारण गर्छन् अथवा छक्का पनि भन्ने गर्छन् साथीहरू। आज त्यस्ता व्यक्तिहरूलाई चाहिँ रवि लामिछानेले आफ्नो पार्टीको समानुपातिकबाट काठमाडौँ क्षेत्र नम्बर 9बाट चाहिँ उम्मेदवार बनाएको छ साथीहरू। अब यी अल्पसंख्यक उम्मेदवारहरूको पनि मलाई लाग्छ अब राज्यको क्षेत्रमा पनि बुलन्द आवाजहरू आउनेछन्, उहाँहरूको हक हितको लागि आवाजहरू उठ्नेछन् भन्ने मलाई पूर्ण विश्वास लागेको छ साथीहरू, अथवा पूर्ण विश्वास लागेको छ साथीहरू। साथीहरू, मैले तपाईलाई आफूले केही कुरा भन्नुभन्दा पनि एकैछिन उहाँको यो भिडियो हेर्नु त साथीहरू, एकैछिन भिडियो हेर्नु साथीहरू। मेरो शुभ नाम भूमिका श्रेष्ठ। म चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार काठमाडौँ क्षेत्र नम्बर 9 र यसपटक चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले महिला र पुरुष मात्र होइन कि म जस्तो ट्रान्सजेन्डर कम्युनिटी यसलाई नेपालीमा चाहिँ तेस्रो लिङ्गी समुदायको सहभागिता गराएको छ र अहिले चाहिँ म यहाँ बाँके जिल्लामा विभिन्न क्षेत्रमा रहेर विवेक सर, हाम्रो खगेन्द्र सरलाई चाहिँ घर दैलोमा सहयोग गर्न यहाँ उपस्थित भएको छु। राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जहिले पनि सुख शान्ति समृद्धिमा विश्वास राख्ने भएको भएर चाहिँ हाम्रो अर्थपूर्ण सहभागिता रहन्छ र मेरो समुदायको आवाज र पछाडि पारेको समुदायको आवाजलाई पनि अगाडि ल्याउनको लागि पनि मेरो सहभागिता भएको हो। ओ माई गॉड, यसलाई पो भन्छ त समानुपातिक उम्मेदवार। आफ्नो काका, भतिजा, मामा, साला, हैन बाजे, बराजु यस्तालाई समानुपातिकमा हालेर हुन्छ, यस्ता नातावाद किर्तावाद गरेर हुन्छ। हेर्नुहोस् न, साँच्चै रवि लामिछानेको कुन तरिकाले म प्रशंसा गरौँ भनेर मसँग अब कुनै शब्द नै छैन साथीहरू। जहाँ हाम्रो समाजमा अल्पसंख्यकलाई एउटा मानवको रूपमा हेर्दैन, आज रवि लामिछानेले त्यस्ता व्यक्तिलाई चाहिँ आफ्नो समानुपातिक उम्मेदवार बनाएर नेपालको मात्र मन जितेको छैन, सारा विश्वको मन जितेको छ। सल्युट छ रवि दाई तपाईलाई। हामीले त्यत्तिकै जनताको नेता भनेको होइन, त्यत्तिकै हामीले तपाईलाई महान नेता भनेका होइनौँ, त्यत्तिकै नेपालीले तपाईलाई भगवानसँग तुलना गरेको होइन। साँच्चै दाइ साथीहरू, मसँग त रवि लामिछानेको प्रशंसा गर्ने कुनै पनि शब्द छैन, कुनै पनि वर्ड छैन, किनकि मैले जति प्रशंसा गर्छु नि त्यो कमै हुनेछ के होइन, यसरी बुझ्नु होला। त्यसैले म उहाँको प्रशंसा गर्नै सकिरहेको छैन। रवि लामिछानेका हिटरहरूलाई म भन्न चाहन्छु, अथवा रवि लामिछानेका विरोधीहरूलाई म भन्न चाहन्छु, तपाईहरू छातीमा हात राखेर भन्नुहोस्, आजसम्म नेपालका कुन पार्टीले चाहिँ नेपालका अल्पसंख्यकलाई चाहिँ राज्यको पहुँचसम्म लगेको छ? त्यत्तिकै विरोध नगर्नु के साथीहरू। रवि लामिछाने साँच्चीकै भगवान हो भन्दा फरक पर्दैन साथीहरू। उहाँले धेरैका मन जितेका छन्, उहाँले सबै व्यक्तिहरूका मन जितेका छन् क्या। त्यसैले साथीहरू, रवि लामिछाने जस्तो व्यक्तिको विरोध गरेर आफूमाथि पाप नकमाउनुहोस्। रवि लामिछानेको पार्टीलाई चाहिँ अत्याधिक मत दिएर चाहिँ विजय गराइदिनु होला र हाम्रो काठमाडौँ क्षेत्र नम्बर 9बाट चाहिँ अल्पसंख्यक उम्मेदवार जो समानुपातिकबाट उठ्नु भएको छ उहाँलाई पनि साथ सपोर्ट सहयोग गरिदिनु होला भन्दै आजको लागि बिदा हुन्छु। जय देश, जय रवि दाई।